कति महिना पछि भेट भयो हाम्रो आज? दसैँमा भेटेको चाहिँ दसैँ कति भयो? दीपावलीमा भेट्छ तपाईँ होइन? म चाहिँ अलि लामो 4-5 महिना भयो। मेरो त 1 साल भयो भनौँ। तपाईँ त घर पुगेर आउनु भयो होइन? ल हामी अहिले चाहिँ पोत्राएको घन्टाघरमा छौँ गाइजहरू। हामी एक पोत्राएको यो घन्टाघरमा भेटेर हामी पोटकेलाङ होइन पोटकेलाङको यात्रामा छौँ। हेरौँ अब हामी कहाँ कहाँ पुग्छौँ त्यस्तै गर्नु होला गाइजहरू। हामी अहिले ट्याकेसँगले चाइना मार्केट अलिकति छिटो छोरी त यताउता मेरो काम हिँड न। रिसाउनु भयो हाम्रो सर रिसाउनु भयो गाडी छुट्यो भनेर। अब यो 1 घन्टा भयो फेरि यसमा जाँदैछ। ल ल ल ल चढ। यही बसमा चाहिँ आज हामी केलाङ जाँदैछौँ। अनि गइहाल्यो रहेछ त किन हाँसेको? भनिहाल्छ नि अब हामी चढिसकेपछि भनिँदैन। खाली रहेछ मेरो हो यो। कति रुपियाँको यो? 1 रुपियाँ 50 पैसा। यस्तो चेसमा खतरा किनिएको कति हो? नेपालको 4000 जति पर्यो नि। अब हामी बस छोडेका छौँ केलाङको लागि। कति 1 घन्टा लाग्छ? 1 घन्टा लाग्छ होइन? 45 मिनट 1 घन्टाको यात्रा। त्यसपछि हामी फेरि पानीबाट भात खाइ फर्क्यो केलतिर। त्यही त आज घुमाइ चाहिँ खासै हुन्छ जस्तो लाग्यो। ल रुपेश सर आइपुग्यो? ल तारा भाउजू पनि ल आउनु हुँदैछ है। ल भाउजू आइपुग्यौँ है हामी तपाईँहरूको गाउँमा। ए हामीले त यहाँ ग्र्याबमा सँगै यतै ल्याइदिइहाल्यो नि। ल हामी चाहिँ अब यहाँ आइपुगेको अवस्था छ। यता पुरै कुक गर्नुहुँदैछ। हाम्रो मान सरले के खानुभएको बिहान जाँदाखेरि? आमामा यहाँ त अनि के हो यो? खाऊ खाऊ खाना जन्मेकाहरू भन्नु। सेल पुरा रेडी गर्नुभएको रहेछ। ल अब चाहिँ हामी कहाँ जाँदैछ अरे? के अरे? केलाङको पोटकेलाङको चाहिँ समुद्रमा अब खोइ के नाम हो पुलो पेनाङ जाँदैछौँ। यो सबै हामी ग्रुपहरू ल सबैजनाले हात उठाइदिनु होला एकचोटि यहाँ हेरेर है। ल ए उता पनि हुँदो रहेछ है। ल ऊ त्यहाँ पर हुनुहुन्छ एकजना। रमाइलो छ। सबैजना रेडी भएको अवस्था छ गाइडहरू। हामी चाहिँ अहिले ग्र्याबको वेटिङमा छौँ। के खोइ कता हिँड्ने हो? कति बजीको रहेछ?
पानी त लक्ष्य धमिलो रहेछ। जोन कति छ होइन आफ्नो आफ्नो ए मेरो रुपेश पृष्ठ 7378 छ है गाइजहरू रुपेश विष्ट 7378 मा सब्स्क्राइब गरिदिनु होला। अहिले हामी चाहिँ पोर्ट केलङ टिकट हो 25 टिकट लाग्ने। समुद्र हो अलि साह्रो जति पनि मलेसियामा बस्नुहुने जो पनि आएर घुम्न पाउनुहुन्छ रमाइलो छ होइन होला स्टेसन भएको साथीहरू पनि आएर यहाँ घुम्न पाउनुहुन्छ रमाइलो हुन्छ यहाँ हुन्छ एकदम मलाई त खुसी लाग्यो होइन ल यहाँ चाहिँ फाइनली आज हामी आइपुग्यौँ गीत गाइदियो एउटा ल नयाँले बोलायो गीत हो आफैले गान हाम्रो भाउजू पनि पुरा अब भ्लगर हुने अरे आइफोन 14 हेलो के छ हौ हाम्रो पारीसम्मको यात्रा हो कहाँ पारी खोला पारी ससुराली होइन साथीको ससुराली हामी चाहिँ लोकल ससुराली होइन अघि ससुराली भने होइन ससुराली भनेको होइन अघि अहिले चाहिँ हामी परबाट हामी आएको अहिले निकै नै आइसक्यो
ल हो म त सक्यो पो होला भनेको बाइक पनि सेवामा लिन पाउँछ 5 सेकेन्ड लिन्छ हामी त सिद्धियो पो होला भनेको त ल सक्यो भनेको सक्यो भनेको हामीले सकेको होइन रहेछ है गाई हामी चाहिँ हामी चाहिँ आधी छ सकेको रहेन आधी छ अरे ल ल उत्रु ल जाउँ जाँदै गरेर म आउँछु भिडियो बनाउँदै आउनु पर्ने हो अहिले चाहिँ हामी यहाँ पारिपट्टि आइपुगेका छौँ अब हामी काम गर्छौँ ल समुद्रमाथिको घर कता हो कता कहाँ यही हो सक्यो घुम्नु हो र यस्तै होइन यो यिनीहरूले विश्वास गर्दैन होइन यो यस्तो त्यो जुन बाहिरी ओपन सिटमा छैन ठुलो खेल्लाङ चाइनिज मार्केट ठुलो खेल्लाङको गाउँभित्र एकदम गल्ली गल्ली रहेछ भन त ल के भयो सेवाईको यो टाइगर रहेछ लिएर चाहिँ दसजना थियो 5 वटा लिएको थियौँ ठ्याक्क 2 जना यो बाइक यो ठिकै छ त हाम्रो हामी चाहिँ नयाँ पऱ्यौँ यो के हो कसो थाहा भएन योचोटिलाई त पैदलै घुम्यौँ होइन यो बाइकले पनि यहाँ घुम्ने यो गल्ली रहेछ क्या गल्ली गल्ली रहेछ यहाँ मन्दिर छ अरे मन्दिर उतै हो क्या साँच्चै हो मन्दिर छ अरे त्यतातिर यसो घुमेर आउँ यो ठाउँको नाम थाहा छ यो पुलाउ केनाङ पेनाङ होइन पुलाउ पुलाउ केलाङ पुलाउ केलाङ अघि हामी पोर्ट केलाङदेखि यहाँ आएको है खास त्यही हो क्या मन्दिर त हो मन्दिर चाइनिज हो भाले भाले यो जुन हामी घुम्दैछौँ नि समुद्रमाथि रहेछ क्या यो सबै सबै समुद्रमाथि अहिले बुझेँ त। सबै सेतो सेतो म मात्रै एउटा कालो कालो पनि होइन कालो के म मात्रै एउटा यो चाहिँ सबै समुद्रमाथिको घर रहेछ यार होइन कस्तो रहेछ ल राम्ररी सर्भे गर केटा हो कि होइन हो नि रुपेश कान्छा के छ विचार हो कि होइन सबै समुद्र
सबै पानी ए यो बस्ती नै त्यस्तो रहेछ क्या पुरै बस्ती हो पानी है फोहोर त यो यस्तो हो कि यो भइहाल्छ नि यो ढलहरू मिसाएको हुन्छ कतिहरू मिसाइदिएको होइन नि यो किनार हो कि अनि छाल आउँछ नि त सबै यहाँ ल्याउने यो किनार हो क्या यो यस रमाइलो रहेछ यहाँनिर ठिकै रहेछ पैसा कुरो भन्दा यो ठिक रहेछ अब एउटा एक